यो युट्युबमा जान्छ Hello guys, today we are going to play Indian bike. We are from Nepal, but we are playing Indian bike driving today. आज हामी इन्डियन बाइक खेल्न गएका छौँ सरी है गाइस म अलिकति इङ्ग्लिस बोल्दै ओइ आइज न गर्यो हाम्रो भाइले फेरि एउटा चीज ल यता हाम्रो भाइ पनि छ विनीत हैन गाइस हेलो हेलो विनीत आज हामी इन्डियन बाइक गेम खेल्न गएका छौँ गाइस मजा आइरहेको छ विनीत ब्लग बनाउनु ला एरोप्लेन किनौँ नहीं के हेर एरोप्लेनको चिट कोटी है ओला ओए ब्ल्याक कलर हामी पनि कलर ब्ल्याक कलर न ब्ल्याक कलर ब्ल्याक ओके कलर ब्ल्याक कलर ओए आरजीबी कलर आज हामी फ्लाइटमा जाँदैछौँ गाइस ओए गाडी यसरी खेल्ने है विनीत तल यसरी जाने ल्यान्ड ओए धेरै नै चल्यो विनीत ओसनमा जाने है डाइनोसर भएको पार्कमा जाने है ल मलाई पनि थाहा छैन मलाई थाहा छ जङ्गलमा ट्रेन स्टेसन आज हामी इन्डियन बाइकमा मोज गर्नुपर्छ भनेको त ओए पागल क्रास भइहाल्यो नि के अन कन्ट्रोल हुन्छ के हजुर त्यस्तो हामी पोखरामा म मतलब हामी अहिले नेपालमा छौँ ल ओए भाइ यो पनि क्रास हुन्छ क्या हो किन्नु एयरपोर्ट भएन गाइस तर यताको एरोप्लेन चलाउनै मिल्दैन यार हो तल ए भाइ डाइनोसर पार्कमा ल्यान्ड गर्नु पर्यो मार्छ नि फेरि डाइनोसरले त हामीलाई जर्सिन्स पार्क आयो ओए भाइ यता त अर्कै भेकल लानु पर्यो उता भेकल यहाँ त हावामा उडेर खेल बनेको हेलो गाइस ल्यान्ड गर्छु है अब गाइस म पनि फेरि ल्यान्डमा खतरा हुँ नि ओए भाइ ओए ओए
यो सब युट्युबमा जान्छ तिम्रो यो सब तिम्रो युट्युबमा जान्छ होइन तिम्रो मेरो पनि छ त निकालिदिएको म गरिदिन्छु ओए भाइहरू म खेल्दिनँ चोरी होइन यो बक्स म तिमीलाई एउटा चिज बनाउन सिकाऊ के म तिमीलाई एउटा चिज बनाउन सिकाउँछु भाइहरू अब हेलिकप्टरबाट जाने है विनित हुन्छ ल अब हामी हेलिकप्टरमा यात्रा गर्दैछौँ गाइजहरू म मतलब जाँदैछौँ 8000 ए मतलब 8000 म सब एडिट गर्न सिकाउँछु ल अब डाइनोसर खोज्न जाने है विनित डाइनोसर कहाँ निक्ल्यो होरी यही मलाई मनपर्छ क्या हेलिकप्टर के गर्नु हामी हेलिकप्टरमा उडेर डाइनोसर आयो भने भुत्त जान्छ छिट्टो हुन्छ ओए भाइ रुकै विनित हाम्रो भाइ पनि खेल्ने रे डाइनोसर खोज्छु अब डाइनोसर आउँछ है विनित आइदैन पकाउनु म त टिभी बनाउँछु ओए पकाड्यो नि पकाड्यो ला पकाडो पकाड्न ला भनेकै कुरा आम्मा यता चाहिँ धेरै नै डेन्जर छ गाइस तल गयो कि हामी त मर्छौँ यता राउन्ड गर्दैछौँ कत्रो ठुलो डाइनोसर हो एउटा चाहिँ फेरि अलि पर जाऊँ डाइनोसर खोज्ने बेला त यत्रो सानो डाइनोसर भेटिन्छ यार यत्रो सानो डाइनोसर किन भेटिन्छ के होइन कस्तो डाइनोसर आइज न बाबु आइज ए भिडियो रेकर्ड गरेर विनितले भनेको के विनितले भनेको कति ठुलो डाइनोसर हो मरेर चोरी ल खोज्यो यसै जानु है म हेल्प गरिदिन्छु यता जानुको लागि ए यता नजाऊ तल गर्नु छ नि यस्तो तल जाऊँ हामीले के को डर छ र हेलिकप्टरमा छौँ अब स्पिड ल अब छोड्दे अब यसरी जाऊ टाढा नै जाऊ यसरी गाडीबाट जाने त ओए डाइनोसर धन्ने बरु बाहिर जाऊँ अनि गाडी लिएर हुन्छ बाहिर खेलौँ अब हेलिकप्टरबाटै जाऊँ तल जाऊ चल
अझै डाइनोसर आउँदैन बरु जेट प्याकबाट जाने जेट प्याक ए बाहिर जाउँ अनि जेट प्याकबाट जाउँ यस्तो गर्नु पर्दैन बिस्तारै भइरहे देखो मेरो ल्यान्ड हेलो गाइज वेलकम टू माय चैनल ओए भाइ नो डाइनोसर ने बाहिर आइदिरा भने डाइनोसर ने बाहिर आइदिरा गाइज डाइनोसर ने बाहिर आइदिरा गाइज अब जेट प्याक लिएर जानु पर्यो के गर्ने त नि हेलिकप्टर लिएर पनि भएन प्लेन लिएर पनि भएन त्यही भने गाडी लिएर पनि भएन अब म गइदिन्छु एकचोटि ओए भाइ कति रहेछ चिटकोट चिटकोट 330 330 यसको लागि ल ये जेट प्लेन हो है जेट प्लेन हैन हौ जेट प्याक भनेपछि हेर हावामा उड्ने प्याक ब्यागहरू यताबाट जाने हो यताबाट गएर यताबाट जाने हो यताबाट हो जर्सन पार्क जाने हो हेलो गाइस वेलकम टू माय चैनल भन्नु पर्दैन हो बाबु अर्थ चाहिँ किन देखिरहा खै हट खै अब गयो त्यो ब्लू देखिरह नि त्यही हो हरियो ब्लू यता उता यो रेल उता गएर भनेपछि यता तल झर्दिने यता जाने हो कि यता होइन त्यही त गरेर ओए हेर न मान्छेलाई साइकलको जसरी खै अब केसमा जाने भन्दा फेरि यो यस्तो छिटो छिटो बाइकमा डर भयो निन्जा जस्तो बाइक अब कस्तो जम्प गर तू वाला कार किनौँ न कार नकिन्नु होइन कार किन तू यसमा त टोकिहाल्छ यस्तो ओए कन्ट्रोल नै खराब छ त्यसको ल त्यसमै जाउँ डिस्क भएको हेलमेट लाउनु है मलाई यात्रा ओए 3 2 एउटा मलाई ट्रिक आयो रे झन् अब तर रियलमा हेर्ने अब बताओ भित्रमा त चलाउँछु
चलो यसरी हेरौँ न कस्तो हुन्छ। यति साइडमा जाऊ हो त्यसरी खिचिरहेको त्यहाँ अठाएर ओ कस्तो पल्टिँदो रहेछ त्यहाँ अठाएर त्यहाँ अठाएर आयो त अब फेरि नाइट गर्नु दर्शन डाइनोसरको जानुहोस् हजुर म त्यसलाई दिन्छु अब साइडमा जाऊ उई 360 म मतलब यो गर्नु पर्यो तिमी खेल्दै गऱ्यो यति म खेल्दै बोल्नु दिन्छ ल यति म खेल्छु धेरै मात्रामा खेल युट्युब हेर्दै यो गरेर ल के गर्ने त्यो उस बन्द र न लगाइछ आज हामी अब हामी हाम्रो लाइभ इन्ड गर्दैछौँ ल